नमस्ते सबैजनालाई। म टिकटक धेरै हेर्दिनँ, कहिलेकाहीँ हेर्छु। तर आज शनिबारको दिन शनिबारको दिन घरमा बसिरहँदाखेरि हेरौँ भन्ने भयो। हेर्दाखेरि आज यो आँचल नाथ बहिनी जो सुदूरपश्चिमको हुनुहुन्छ, कञ्चनपुरको कृष्णपुर 2 को हुनुहुँदो रहेछ। मेरो आफ्नै घर पनि सुदूरपश्चिम भएको हुनाले त्यहाँको आँचल बहिनीको भिडियोहरू, फुटेजहरू, उहाँको टिकटकहरू साह्रै भाइरल भइरहेछ। भनेको उहाँले आत्महत्या गरेको विषय चाहिँ एकदमै किडा स्टल जस्तै भइरहेको छ टिकटक लगायतका सामाजिक सञ्जाल। त्यो हेर्दा मलाई पनि एकदम कस्तो कस्तो दिनै पुरै नरमाइलो जस्तो एकदम पीडादायक बन्यो। त्यसपछि के छ कस्तो छ अवस्था हेर्दाखेरि भन्ने विषयमा पनि यसो हेरेँ मैले। विभिन्न मिडियाका समाचारहरू पनि हेरेँ। कतिपयले हत्या गरिएको भनेर पनि भनिरहनु भएको छ, अरूले नै जलाएको भनेर, कतिपयले आफैले आत्महत्या गरेको भन्ने पनि छ। त्यो हुँदाखेरि केही समय अगाडि मात्रै मैले प्रहरीसँग पनि कुरा गरेँ। प्रहरीसँग बुझ्दाखेरि चाहिँ उहाँ बस्ने यता काँडाघारी, जहाँ म पनि नजिकै बस्छु, काँडाघारीको पिपल बोर्ड नजिकै आफ्नो कोठाभन्दा बाहिर आफैले आत्महत्या गरेको भन्ने खालको कुरा मलाई प्रहरीले भन्नुभयो। त्यसपछि उहाँलाई अस्पताल लगिसकेपछि केएमसी अस्पतालमा उहाँको आज निधन भएको खबर प्राप्त गऱ्यौँ। र के रहेछ भनेर हेर्दै जाँदाखेरि चाहिँ सामाजिक सञ्जालमा पनि सेप्टेम्बर 23 भने चाहिँ आज 27 भयो होइन। त्यो कुरा पनि तपाईँलाई सेयर गर्छु। उहाँको फेसबुक हेरेपछि चाहिँ उहाँको 2टा आइडी देखियो। एउटा आइडीमा चाहिँ सेप्टेम्बर 23 भनेपछि आज 27 भयो। करिब 5 दिन अगाडि उहाँले मेरो त हरेक चिजदेखि मन मरिसक्यो, थाहा छैन अब कुन दिन यो शरीर पनि मर्छ भनेर आफ्नो आमासहितको प्रोफाइल राखेर स्ट्याटस हाल्नुभएको रहेछ। भनेको उहाँले आफू केही न केही यस्तै आत्महत्या टाइपको केही गर्दैछु भनेर उहाँले यसअगाडि नै सङ्केत देखाइसक्नु भएको रहेछ। अब नजिकका आफन्तजन साथीभाइहरूले पनि यसमा ध्यान दिनु भएन, परिवारजनले पनि ध्यान दिनु भएन भन्ने मलाई लागिरहेको छ। अर्को कुरा पनि सेयर गर्छु। त्यसपछि उहाँको अर्को फेसबुक आइडी पनि छ, जहाँ सेप्टेम्बर 24मा जुन 3 दिनभन्दा अगाडि मात्रै उहाँले धेरै त भन्दिनँ, अब म सबैदेखि टाढा हुँदैछु, शरीरबाट म सम्पर्कविहीन हुँदैछु, यति मैले कुनै गलत कदम चालिहाल्यो भने मलाई माफ गरिदिनु होला है आमा भनेर आमालाई सम्बोधन गरेर फेसबुक स्ट्याटस हाल्नु भएको छ। जुन उहाँले कभर फोटो राखेर, कभर फोटो राख्ने बेला चाहिँ 3 दिन अगाडि चेन्ज गरेको, त्यो कभर फोटोको चाहिँ अगाडि नै उहाँले यसरी राख्नु भएको रहेछ भन्ने देखियो। अब हुन त यो विषयमा चाहिँ प्रहरीले अनुसन्धान गर्ला होइन, रिपोर्ट निकाल्ला, यसको एउटा रिपोर्ट आउला होइन, त्यसले के हो तथ्य भन्ने पत्ता लगाउला। तर यसो हेर्दाखेरि चाहिँ उहाँको केही न केही विगतमा केही समस्या अथवा केही सम्बन्धमा समस्या लगायतको केही न केही अलिकति लामो समयदेखि समस्या भएको देखियो। र त्यो समस्याको कारणले उहाँले आत्महत्याको प्रयास गरेको अथवा केही न केही एटेम्प गर्न खोजेको भन्ने केही सङ्केत चाहिँ पहिलेदेखि छोड्नु भएको रहेछ। परिवार र नजिकका साथीभाइहरूले ध्यान नदिएकै कारणले आज यो परिस्थितिको सिर्जना भयो। यसमा एकदमै दुखी छौँ। र अब अहिले चाहिँ यसले आफैले गरेको या अरू कसैले गरेको भन्ने भन्दा पनि उहाँ आफैले गरेको हो कि भन्ने खालको चाहिँ प्रारम्भिक रूपमा प्रहरीको पनि अनुसन्धानले देखाउँछ। आवश्यक रूपमा तथ्यगत रूपमा गएर प्रहरीले पनि अनुसन्धान गरोस्। यसले के शिक्षा दिएको छ भने कतिपय मान्छेहरूले चाहिँ सामाजिक सञ्जालमा केही कुरा लेख्यो, भिडियो हाल्यो, केही गर्यो भने चाहिँ मान्छेले ध्यान दिएन, परिवारले ध्यान दिएन, आफन्तजनले ध्यान दिएन भने चाहिँ यस्तो खालको अवस्था आउन सक्छ भन्ने चाहिँ सबैलाई पाठ सिकाएको छ। आँचलनाथ बहिनीप्रति हार्दिक श्रद्धाञ्जली, आँचलनाथ बहिनीप्रति हार्दिक श्रद्धाञ्जली। परिवारजनमा पनि समवेदना व्यक्त गर्न चाहन्छु। धन्यवाद।